हुनु त अब म सुन्दरी भएर होला। लेट्स डु द चियर्स साथीहरु। चियर्स। हेलो हेलो साथीहरु, अहिले चाहिँ बजेको छ रातको 11 बजेर कति 11 बजेर 11 मिनेट भयो हैन। अनि अहिले चाहिँ मलाई घर गएर रुममा सुतेपछि मलाई निद्रा लागेन क्या साथीहरु, निद्रै लागेन। 1 घण्टासम्म बेडमा पल्टे र पनि मलाई निद्रै लागेन। अनि म कफी खानको लागि जाँदैछु। यति बेला सब सुनसान छ, सब दुनिया सारा दुनिया सुतिसक्यो। मलाई निद्रै लाग्दैन, के भएको? दिउँसोमा सुत्न पायो भने चाहिँ मजाले निद्रा लाग्छ हो। अब के भन्नु, दिउँसोमा सुत्न पाउँदैन हैन, काममा जानुपर्छ। अमेरिका जाने लक्षण पो हो कि के हो भन्थ्यो एउटाले, त्यस्तै भयो जस्तो छ। रातभरि निद्रा लाग्दैन साथीहरु, सुनसान छ, सुनसान जुनेली रातमा अरू त के भन्नु हैन। जुनेली रात छ, अनि मोबाइलको साथ छ। अब गएर टक्क लाएर एउटा कफी खान्छु, त्यसपछि आएर सुत्छु। रातिमा कफीको मान्छेले चाहिँ कफी खाइसकेपछि निद्रा लाग्दैन अरे, मलाई चाहिँ कफीले ठिक उल्टा काम गर्छ। पहिला चाहिँ मलाई पनि लाग्ने थिएन साथीहरु, अहिले चाहिँ जति कफी खायो त्यति निद्रा लाग्छ। निद्रा लागेर कफी खायो भने बल्ल निद्रा लाग्छ। निद्राको औषधि बेसी साथीहरु अहिले त गाह्रो छ। बाटोमा पनि अलिअलि गाडी बाइक अरू केही छैन साथीहरु, सुनसान यो रातमा। अरे मान्छेहरु त यतातिर त रहेछ नि, बाइकमा घर्र घुर्र हिँडिरहेछन्। म चाहिँ कफी खान जाँदैछु। वेलकम टु माई भ्लग गाइजहरु, सबैजनालाई भन्दै गयो। पछाडि लुङ्गी लगाएको केटी पुगेर अर्काको भिडियोमा कराउँछस् भाइ, चुप लागेर घर जा। पछाडि केटी राखेर बसेर पनि बाटोमा हिँडेको केटीलाई फ्लड गर्न छोड्दैन है केटाहरू, के भएको? हुनु त अब म सुन्दरी भएर होला। कैसे लगा मेरा मजाक? चलो चप्पल लायो होइन। यस्तो हालतमा गयो भने मलाई त्यहाँ सेक्युरिटीले भित्र पनि छिर्न नदेला जस्तो हालतमा आएको छु चप्पल चाहिँ। तर इट्स ओके, इट्स माई ह्याबिट। अनि फाइनल्ली म आउनुपर्ने ठाउँ चाहिँ यो हो, व्हाइट पान्डा। त्यो चाहिँ 1 वर्षमा खुल्दो रहेछ। अनि म जहिले यहीँ आउँछु साथीहरु। थकाइ बढी लाग्यो यतै, निद्रा लागेन यतै, झ्याउ लाग्यो यतै, औसी लाग्यो यतै, जहिले सुकै। हेलो साथीहरु, मेरो कफी चाहिँ आइसक्यो। मजा आइरहेछ साथीहरु, मजा आइरहेछ। अनि यससँग के गर्ने थाहा छ? मेन मलाई क्रेभिङ हुने चाहिँ कुन चिजको हो भनेदेखि यो भित्र रहेको ननिस्केर मलाई बेइज्जत गराउने भयो। यसको मेन क्रेभिङ्स मलाई यस्तो हुन्छ। फाइनल्ली म चाहिँ कफी खाएर निस्किसकेँ साथीहरु। मजा आयो कफी खाँदा चाहिँ। खाँदा भन्छ कि पिउँदा भन्छ, जस मजा आयो जे भए पनि। अब चाहिँ घर जाँदैछु साथीहरु। म चाहिँ सुनसान रातमा भन्ने जस्तो छ सुनसान। के गर्नु साथीहरु, सुनसानै भए पनि बाटो चाहिँ जेब्रा क्रसबाटै काट्नुपर्छ। तर अलिअलि गाडीहरू पनि हिँडिरहेको छ। होइन जाने हो भनेर अटो रोक्छन्। अलरेडी अटो प्याक छ। लाग्यो साथीहरु, रुमतिर चाहिँ मजा आयो होइन। मजा आयो त्यो फुल टिप्ने मन भए। हाय मेरो स्वर मेरो लय। ओ माय गॉड, मेरो गाना सुनेर वरिपरि भएको चुडेलहरू पनि भाग्छ तर्सेर साथीहरु।
गाना सुनेर भगाइदिन्छु। गाना सुनाएर भूत चुडेल भगाउने मान्छे हो म। मेरो हाँसो सुन्यो भने त झन् थरे हुन्छ, थरे ठाउँको ठाउँ। यस्तो रातको बाटो छ, मान्छेहरू कति हतार हुन्छ हो जानुलाई, कहाँ जानुपर्ने, यति हतारमा यति स्पिडमा जान्छ बाइकमा। जस मलाई चाहिँ जगिङ पनि भइरहेको छ साथीहरू। जगिङ होइन यार, यो त मर्निङ हो, इभिनिङ वक, तर नाइट वक जस्तै भइरहेको छ साथीहरू। बाल पनि फेरि झाडु जस्तो छ, त्यही माथि मुखमा आएको है, इडियट ननसेन्स। ग्रुक्क लाएर सुत्नुपर्छ होइन, भोलि फेरि उठेर ड्युटी जानु पर्यो। अनि अहिले चाहिँ अब टक्क लाएर एउटा कफी खाएँ। अनि एउटा कफीसँग कफी खानु गएको भन्दा पनि आइस खानु गएको जस्तो भयो। एउटा कफीमा एउटा आइस्ड क्यापुचिनोमा मैले एउटा र पहिले आएको आइस भइ नै हाल्यो, त्यसपछि पनि फेरि आइस थपेर खाएको। अनि गुडुम चबाउँदै जेस मजा लाग्छ, मजा आउँछ मजा। अनि अब चाहिँ गएर बिस्तारामा गरेर ढल्केपछि मस्त निद्रा लाग्छ। मौसम सुहाना छ, चिसो शीतल मौसम छ, त्यस्तो गर्मी छैन आज, किनभने पानी परेको भएर। सो म चाहिँ घर आइ पनि पुगेँ साथीहरू। अब चाहिँ म सुत्छु। गुड नाइट एन्ड सी यू इन द नेक्स्ट भिडियो।